हेलो नमस्ते सबैलाई। आज चाहिँ म तपाईलाई नेपाल राष्ट्र बैंकको अनलाइन रेजिस्ट्रेसन कसरी गराउने भन्ने बारे गाइड गराउन गइरहेको छु। सुरुमा तपाईले गुगल फर्म खोल्नु होला। गुगल फर्म खोलेपछि तपाईले यस्तो टेक्स्ट बार देख्न सक्नुहुन्छ। त्यसमा माथिपट्टि नेपाल राष्ट्र बैंक जब भ्याकेन्सी भनेर सर्च गर्नु होला। त्यो सर्च गरिसकेपछि तपाईको जब ओपनिङ लिस्ट नेपाल राष्ट्र बैंकमा क्लिक गर्नु होला। यस्तो इन्टरफेस आएपछि तपाईले चाहिँ राइटमा देखेको टपमा लगइन गर्नुहोस् र रेजिस्ट्रेसन गर्नुहोस् देख्न सक्नुहुनेछ। यदि तपाईको पहिले आइडी छ भने लगइन गर्नुहोस् र यदि छैन भने रेजिस्ट्रेसनमा क्लिक गर्नुहोस्। रेजिस्ट्रेसनमा क्लिक गरिसकेपछि तपाईको यस्तो इन्टरफेस खुल्छ। यस्तो इन्टरफेसमा पहिलो नाम राख्नुहोस्। पहिलो नाम राखिसकेपछि तपाईले आफ्नो बीचको नाम छ भने बीचको नाम र छैन भने थरमा आफ्नो थर राख्नुहोस्। थर राखिसकेपछि तपाईले तलपट्टि देख्न सक्नुहुनेछ इमेल आइडी। इमेल आइडीमा आफ्नो इमेल अकाउन्ट त्यसमा पुनः फेरि राख्नुपर्ने हुन्छ र जीमेल अकाउन्ट राखिसकेपछि आफ्नो मोबाइलमा भएको नम्बर तपाईले यसमा राख्नुपर्ने हुन्छ र मोबाइल नम्बर राखिसकेपछि तपाईले तल पासपोर्ट देख्न सक्नुहुन्छ। पासपोर्टमा फेरि आफ्नो पासपोर्ट क्रिएट गर्नु होला। जुन तपाईले दुईचोटी पासपोर्ट चाहिँ पुनः राख्नुपर्ने हुन्छ। तपाईले तल देख्न सक्नुहुन्छ र पासपोर्ट राखिसकेपछि तपाईले रेजिस्ट्रेसनमा क्लिक गर्नु होला। रेजिस्ट्रेसनमा क्लिक गरिसकेपछि तपाईको एउटा भेरिफिकेसन क्याप्चर कोड आउँछ र भेरिफिकेसन क्याप्चर कोडमा तपाईले जस्तो छ त्यस्तै चाहिँ यो आफ्नो यो बक्समा चाहिँ तपाईले राख्नुपर्ने हुन्छ र त्यो राखिसकेपछि तपाईले भेरिफाईमा क्लिक गरेर आफ्नो अकाउन्ट क्रिएट गर्न सक्नुहुनेछ र तपाईको अकाउन्ट क्रिएट गरिसकेपछि हजुरले यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ जहाँ तपाईले यो प्रोफाइल हैज बीन सक्सेसफुली क्रिएटेड प्लिज लगइन विथ इमेल भनेर आउँदछ र तपाईले गो टु लगइन पेजमा गएर आफ्नो अकाउन्ट खोल्न सक्नुहुनेछ। हस्त धन्यवाद।